नि दिदीसो झ्याउ नलास् भनेर वाइफाई नि जोडिदिनु भएको रहेछ ऊ जमानाकै मर्निङ फ्रम गाइस पाल हैन हामी चाहिँ टक्कै हिजो सौराबाट नि पाल्पाहरू बसेको थियौँ राति थकेलाको भएर हैन आउने बित्तिकै सुदिन बिहान हेरेको त पाल्पाको भ्यू ओ माइ गॉड बबाल भ्यू रहेछ हैन अनि त्यसपछि चाहिँ टक्क हामी रानी मलतिर गएको बाहिर हेर्दा त 4 भइसक्यो यसलाई अलिकति रिनोभेट गर्ने बेला भयो रहेछ है गाइस म चाहिँ हैन अहिले टक्क राजाले हाम्रो रानीलाई बनाउनु भएको रानी मलभित्र छु हैन कस्तो छ ल मसँग टुर हान्नुहोस् है तपाईँहरू लाउनुहोस् मजाले काठको सिडी चढिरहेको छु टक्क लाएर हैन वेयर माई बोइज ल हेर्नु त यहाँ भगवान् राजाले हामीलाई यहाँ के रानीलाई के गिफ्ट दिनुभयो मेरो रानीहरू को हुनुहुन्छ के चाहियो भन्नुहोस् म लिएर आइन्छ है अहिले रानी मलको बाल्कनीमा छु होइन हाम्रो कालीगण्डकी छ ल राजाले होइन यहाँ चाहिँ तपाईँको अब रानीलाई टक्कै चाहिँ हाम्रो राजाको पालाको वाइफाई हो हेर्नु होइन रानीले टिकटक बनाउन युट्युब हेर्नलाई वाइफाई पनि रहेछ है ल हामी चाहिँ कालीगण्डकी यो के भन्छ यसलाई यो बोटिङ गर्न लाग्छ होइन केटाहरू ल है ल हामी ओ तिमी नजा है ल है म चाहिँ चढिसकेँ दाइ जा लाग्यो ए मसँग नभन्नु ल ल अब चाहिँ हामीले बोटिङ भ्याइयो होइन हाम्रो बोट चाहिँ टक्क देख्नु त गाडी माथि छ अब हामी चाहिँ गाडीमा जान्छौँ है त अनि खाना त टक्क रामदीको बोलमाथि मिठो बनाउनु रहेछ अनि हामी त्यहाँ गएर टक्क चिकन खाना खायौँ होइन भ्यू हेर्दै भ्यू चाहिँ बबाल राम्रो थियो अनि त्यसपछि हामी फाइनल एकछिन हिँडेपछि होइन अनि त्यसपछि पोखरा आयो आँखा त्यसपछि त कति आनन्द आएको 3 दिनको राइडको थकान नै मेट्यो जस्तो भयो होइन अनि लास्टमा घर आएर हेरेको त पुरा हात त यस्तो भएर चाहिँ हेर्नुहोस् त अनि यति भन्दै थ्याङ्क यू फर वाचिङ बाई बाई।